नमस्कार, म पुष्पराज बस्नेत, सूर्यविनायक नगरपालिका 8 नम्बरको वडा अध्यक्ष। सर्वप्रथम त यो भिडियो हेरिराख्नुभएका सम्पूर्ण दर्शक श्रोतामाझमा हार्दिक नमस्कार र ओम नमः शिवायको न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। यो श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर जुन एउटा आस्थाको केन्द्रको रूपमा अगाडि बढिरहेको छ, हाम्रो वडामा भइराख्दाखेरि यो समग्र वडाको मात्र नभइकन समग्र सूर्यविनायक भक्तपुर र राष्ट्रकै गहनाको रूपमा अगाडि बढिरहेको छ र यो डोलेश्वर महादेव मन्दिर आस्थाको केन्द्रको रूपमा अगाडि बढाउनको लागि राज्य स्तरबाट हामीले विभिन्न गतिविधिहरू गर्दै आइरहेका छौँ र यसलाई चाहिँ एउटा सम्पदा क्षेत्रको रूपमा अगाडि बढाउनुपर्छ भनेर हामीले अहिले प्रयास गरिरहेको छौँ र त्यसको लागि पूर्वाधार विकासका कार्यक्रमहरूमा तिनै तहको राज्य लागेर धेरै नै पूर्वाधार विकास भइसकेको छ। त्यसलाई भक्तजनहरूले आफ्नो आँखाले हेरेर र मनले महसुस गर्ने गरेर पूर्वाधारको विकास भइसकेको स्थिति छ र समग्र सूर्यविनायक नगरपालिका 8 नम्बरको विकासका पूर्वाधार धार्मिक पर्यटन विकास गर्नको लागि डोलेश्वरसँग जोडेर नै हामीले चाहिँ एउटा पूर्वाधार विकासका मोडलहरू क्रिएट गरेका छौँ र अहिले पनि डोलेश्वरबाट मालीगाउँ जाने बाटो र सँगसँगै डोलेश्वरबाट आशापुरी जाने बाटो चाहिँ स्तर उन्नतिसहित कालोपत्र हुने चरणमा छ र यो आगामी आर्थिक वर्षमा सकिसके पछाडि त्यसले पनि धार्मिक पर्यटकीय एउटा विशेष महत्त्व राखेर अगाडि बढ्छ र यहाँ आउने भक्तजनहरूको सुविधाको लागि हामीले डोलेश्वर जुन जगातीबाट आउने डोलेश्वरको बाटो र सूर्यविनायक गणेश मन्दिर हुँदै आउने डोलेश्वरको बाटोलाई पनि पटक पटक स्तर उन्नतिको कार्यहरू भइरहेको स्थिति छ। र सुगम आगमनको लागि भक्तजनलाई राम्रो एक्सपिरियन्स हुनको लागि नगरपालिकासँग समन्वय गरेर हामीले पार्किङ व्यवस्थापनदेखि लिएर बजार व्यवस्थापनदेखि लिएर र भक्तजनहरूलाई सेवा सुविधा होस् भन्ने हिसाबले हरेक दृष्टिकोणले उहाँहरूको चाहिँ एउटा राम्रो अनुभव होस् भनेर चाहिँ योजनाबद्ध रूपमा हामी लागिरहेका छौँ र श्रावणी मेलाको बेलामा रुट व्यवस्थापन गरेर एकतर्फी बाटोहरू पनि गरेर त्यो हिसाबले अगाडि बढिरहेको छ र सँगसँगै यसलाई चाहिँ श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरलाई चाहिँ एउटा राष्ट्रिय